अनि तपाईँ क्वेसन कहाँनिर थियो अरे? मेरो अब गुडनेस र फिट। अब फर्स्ट अफ अल त हाम्रो यो अब तपाईँको साइफेरियो टेक्स्ट हो। अब जुन हामी यहाँ यो डायगोनल भेटिएन, सरी यो कहीँ नर्मल डिस्ट्रिब्युटेड भएन, यस्तो स्पेलसेटमा आयो, यो डायगोनल टाइपको भएन। अब हामी जुन स्ट्याटिस्टिकल टेस्ट लगाउँछौँ नि, त्यो स्ट्याटिस्टिकल टेस्टमा आएर बल्ल हामीले जिओएफको कुरा गर्छौँ कि त्यो के टेस्टमा कुरा थियो अरे? साइफेरियो टेस्ट होइन। यहाँ के गर्छौँ त डलर, यहाँ चाहिँ तपाईँको के राख्छौँ अरे डलर, हामी एमबिजी भनेर राख्छौँ होइन। अब यो टेस्टले के भन्नु पऱ्यो भने यो टेस्टमा तपाईँको पी भ्यालु भनेको ग्रेटर देन 0.05 आउनु पऱ्यो कि। पी भ्यालु इज ग्रेटर देन 0.05 आयो भने बल्ल चाहिँ तपाईँको नर्मल्ली डिस्ट्रिब्युटेड भनेको छ कि, डिस्ट्रिब्युटेड भन्छ। पी भ्यालु तपाईँ ग्रेटर देन 0.05 आयो भने मात्रै नर्मल डिस्ट्रिब्युटेड भन्छ। यो हामीले रिसर्चको वेमा भन्दा रिजेक्ट फेल भनेर भन्नुपर्छ। फेल टु रिजेक्ट के त? फेल टु रिजेक्ट नल हाइपोथेसिस भन्ने हो के। नल हाइपोथेसिस भन्यो भने तपाईँको यसको मतलब के हो त? एक्सेप्टिङ नल हाइपोथेसिस। अब तपाईँको यो भयो, यो पनि ठिक छ भने अब तपाईँले जुन यो भेरिएबललाई लिएर अब तपाईँ लिनियर रिग्रेसन गर्न सक्नुहुन्छ। अब मानव पी भ्यालु हाम्रो 0.06 समथिङ आयो भने पनि अब वी आर मुभिङ अहेड भन्ने कि। अब हामी के गर्ने भन्ने छ नि त। अब जस्तो मानव लिनियर रिग्रेसनको केसमा लिनियर रिग्रेसनमा हामी के गर्छौँ त? लिनियर रिग्रेसनमा त हामीले थाहा पाइसक्यौँ एमपिजी भन्ने भेरिएबल जुन छ के छ भने नर्मल डिस्ट्रिब्युटेड छ, डिस्ट्रिब्युटेड। अब हामीले के गर्नु? अर्को भेरिएबल के छ? गियर भन्ने भेरिएबल छ जो चाहिँ क्याटेगोरिकल इन नेचर छ होइन। अब क्याटेगोरिकल नेचरलाई हामीले विशेष त्यहाँ फ्याक्टर भनेर युज गरेको छ है। फ्याक्टर डलर गियर भनेर भनेको छ। गर्नु भनेको चाहिँ यसै छ होइन। अब हाम्रो यहाँ लिनियर मोडलमा हाम्रो फर्मुला छ नि, एउटा पपुलेसनको छ, एउटा स्याम्पलको छ। पपुलेसन क्यापिटल वाइ हुन्छ, वाइ इक्वल्स टु अल्फा प्लस बिटा एक्स प्लस यु भन्ने चाहिँ पपुलेसनको के होइन। अनि अल्फा भनेको तपाईँको यो कहाँनिर अल्फा भनेको यो यु भनेको एरर टर्म भयो, यो बुझ्नु चाहिँ होइन। यो एरर टर्म हुन्छ। यो भनेको तपाईँको भेरिएबल भयो होइन। बिटा एक्स बिटा 2 भने यो अल्फा भनेको स्लोप अफ द लाइन हो कि जस्तो लाग्छ है। मलाई त्यस्तै लाग्छ, मेबी हामी करेक्ट गरौँला। अनि तर हामीलाई यो त चाहिएको होइन नि त। हामीलाई चाहिएको के हो त? यो वाइ स्मल वाइ चाहिएको के। स्मल वाइमा ए प्लस बिएक्स भन्ने छ कि यो फर्मुला चाहियो हामीलाई। यो तपाईँको यो चाहिँ तपाईँको पपुलेसनको लागि, पपुलेसन भनेको के हो त? यहाँ इक्वल्स टु 5000 पिपल भनेर भन्नुभयो भने बिग एन भनेको पपुलेसन हो। हामीले स्याम्पल निकाल्नुपर्छ। स्याम्पलको लागि यहाँ इक्वल्स टु 10 भनेर निकाल्ने। अब स्याम्पलिङको डिफ्रेन्ट मेथडहरू छ होइन, फर्मुलाहरू छ, त्यो आधारमा हामी स्याम्पल निकाल्छौँ र हामीले यहाँ युज गर्ने भनेको स्याम्पलै हो नि हाम्रो डेटामा होइन। हामी रिसर्च गर्दा त हामीले स्याम्पल नै युज गर्छौँ। त्यसैले यो भयो। अब यसमा अलिअलि छ यो हेर्नलाई के छ, मैले पनि तपाईँले भन्नु होला या त अब हामी फेरि यसमा के कन्टिन्यू गरौँ त भन्दाखेरि हामी लाइनमा थियौँ। लाइनमा एन नर्मली डिस्ट्रिब्युटेडको कुरा गऱ्यौँ हामी। हो यहाँ लाइन लिनियरिटीको कुरा गर्यो है। लिनियरिटीको कुरा कसरी? लिनियरिटीको कुरा गर्दा अब हामी मोडल हाल्छौँ त। लाइन त्यसपछि ब्लू होइन र हो। अब लिनियरिटीको लागि हामीले मोडल त राख्नु पर्यो त, यो फर्मुलामा राख्नुपर्छ कि। अनि जस्तै एलको कुरा गर्ने भयो, एनको कुरा गरिसक्यौँ। यो हामीलाई अहिले जरुरी परेन, खासमा हामीले चाहिएको यही स्याम्पलमै गर्न थालेको हो। नर्मालिटीको कुरा गऱ्यौँ होइन, नर्मली डिस्ट्रिब्युटेड भयो स्याफेरियो टेस्टले। अनि ई भनेको इक्वल भेरिएन्स भन्छ। हो र रोक्नु है। जस्तो मानौँ तपाईँ के अरे पहिला ब्लू गर्नु पऱ्यो नि, तपाईँ कहाँ हुन्छ पहिला ब्लू गर्नु पऱ्यो, त्यसपछि लाइन हुन्छ नि होइन र। ब्लू भनेको बेस्ट लिनियर अनबाइस्ड इस्टिमेटर हुन्छ नि होइन। बेस्ट लिनियर अनबाइस्ड इस्टिमेटर हुन्छ। अनबाइस्ड किन भनेको भन्ने सरले त्यहाँ हिट गर्नु भएको थियो, मैले अलिक याद गरेँ। यो ऱ्यान्डम स्याम्पलिङ हुन्छ त्यसैले अनबाइस्ड हुन्छ भनेर भन्नुभएको थियो। लिनियर भनेको कुरा तपाईँले थाहा पाउनुभयो, त्यही लिनियरिटी हामी अब गर्दैछौँ क्या। त्यसको लागि के छ त? फर्मुला छ नि यहाँ, के छ अरे फर्मुलामा हामीले राख्छौँ मोडल 1 भनेर राख्छौँ नि।
मोडल मान इक्वल्स टु ln हैन अनि के गर्छौं डलर डिपेन्डेन्ट भेरिएबल फर्स्ट एमपीजी अनि डलर त्यसै चाहिँ हजुरले यहाँ फ्याक्टर राख्नु पर्यो नि हैन फ्याक्टर राख्नु पर्यो फ्याक्टर यहाँ के राख्ने गियर डलर गियर अनि त्यसपछि यही हो हैन हैन एमा यहाँ पछि कमा राख्ने है त्यसपछि कमा राखेर डेटा इक्वल्स टु डीएफ भन्ने डेटा भनौँ न हैन राइट डीएफ भन्ने डेटा सेट्सबाट हामी के निकाल्दैछौँ एमपीजी निकाल्दैछौँ अनि गेयर निकाल्दैछौँ र लिनियर मोडलमा राख्दैछौँ भनेर भनेको कि यो चाहिँ लिनियर मोडलमा राखेको बल्ल यो हो हैन अब हामी हेर्छौँ के समरी आउँछ नि हैन समरी हो मै फेरि हुने हो कि यार सबै हो यहाँ त पढ्न त भनिरहेको छ मै फेरि हुने कि भन्ने छ यार ल अब समरीमा हामी के गर्छौँ भने अब हामीले एफ स्ट्याक्सको भ्यालु हेर्छौँ नि पी भ्यालु इज लेस देन 0.05 भयो भने यो मोडल सिग्निफिकेन्ट छ भन्ने भन्छ क्या लिनियरिटी कन्फर्म भयो भन्ने खालको कुराहरु समरी इक्वल्स टु के लेख्नु पर्यो एफ खानेर त्यो समरी पछि इक्वल्स टु हैन यो त अब यो प्रिन्ट गरेर आउँछ नि यो प्रिन्ट गर्नु पर्यो आन्सर आउँछ प्रिन्ट गरेर मोडल 1 भनेर लेख्नु पर्यो कि अनि यो समरी आउँछ के त्यहाँ धेरै समरीहरु दिन्छ त्यो भेरिएबल के दिन्छ हामीले मुख्य हेर्ने भनेको एफ स्ट्याटिस्टिक्स र पी भ्यालु हेर्ने हो कि अब हामीले अब चाहिँ हामीले त्यो गर्नु पर्यो के अब तपाईको सिग्निफिकेन्ट आयो भने के हुन्छ त पी भ्यालु इज लेस देन 0.05 भनेर सिग्निफिकेन्ट आयो भने अब के हुन्छ ल भन्नु त अब मोडल एक्सेप्ट हुन्छ हैन नल हाइपोथेसिस एक्सेप्ट हुन्छ सिग्निफिकेन्ट आयो भने अल्टरनेटिभ हाइपोथेसिस एक्सेप्ट हुने हो लेस देन 0.05 अल्टरनेटिभ अब तपाईको यहाँ अब यसले के भन्छ यो अब यसलाई हामी गुडनेस अफ फिट टेस्ट भन्दैनौं रिसर्चको के टेस्ट भन्छ रिसर्चको टेस्ट स्ट्याटिस्टिक्स रिसर्चको टेस्ट ए हो र अब सिग्निफिकेन्ट आउँछ ल सिग्निफिकेन्ट आयो भने सिग्निफिकेन्ट अल्टरनेट हाइपोथेसिस एक्सेप्ट भयो र मोडल लिनियर छ भन्ने भयो अनि अब सिग्निफिकेन्ट आयो सपोज सिग्निफिकेन्ट आयो भने हाम्रो अल्टरनेटिभ हाइपोथेसिस हैन अल्ट एक्सेप्ट ल अब समरी कसरी बनाउनु हुन्छ भन्ने कुरो अब समरी एक्जाममा आउँदा हाम्रो समरी नै हैन हामी समरी कसरी बनाउँछौँ भन्ने इन्टरप्रिटेसन लेख्नु पर्यो हैन इन्टरप्रिटेसन कसरी गर्छौँ हामी समरीको 0.0 हाम्रो के थियो भेरिएबल के यस्तो भन्नु पर्यो अब एउटा त सिग्निफिकेन्ट छ भन्नु पर्यो अनि अर्को उ देखाउँछ कति पर्सेन्ट एक्सप्लेन अब 80% आयो वो 80% को कुरामै छ के यो 80% देखाउने भनेको एफ भ्यालु हो हैन आर स्क्वायर को भ्यालु आर नै त्यो आर स्क्वायरै देखाउँछ है अब तपाईको समरी हामी मुख्य चाहिँ हामीले समरी लेख्नु इन दिस मोडल हैन इन मोडल नो 1 इन दिस मोडल अब मैले आफ्नो भाषामा लेखेँ इन दिस मोडल आर स्क्वायर लेख्ने इक्वल्स टु 80% which tells that के भन्ने which tells that के र के हाम्रो अर्को एमपीजी र के एमपीजी लाई which tells that एमपीजी के भन्ने 80% एक्सप्लेन गर्छ भन्ने एमपीजी has 80% variation हैन is explained by के भन्ने त हामीले गेयर एमपीजी has 80% variance त्यही त हो त अब के डिपेन्डेन्ट भेरिएबल has 80% variation is explained by independent variable भने के डिपेन्डेन्ट 80% of variation is explained by independent variable 80% अब सुरुमा and also model seems to be significant भनेर लेख्नु पर्यो हजुरले हैन पहिला सिग्निफिकेन्ट लेख्ने त्यसपछि आर स्क्वायर को इन्टरप्रिटेसन गर्दैन हाम्रो अनि यो सिग्निफिकेन्ट भने पनि के हो फेरि लेख्नु पर्छ यहाँ हैन अब यहाँ आउँछ इटाले फोन गरेर गरे के 1 युनिट अफ यो कुरा गर्दिन्छु ल 1 युनिट यो के छ के छ हो यो ल भइसक्यो एक्सप्लेनेसन कसरी अनि हाम्रो हेरौँ है
लेबल के भनेको यार अल्टरनेटिभ हाइपोथेसिस एक्सेप्टेड भन्नुको मतलब के हो थाहा छ 1 unit increase in MPG tends to increase in gear भने हो जस्तो लाग्छ कि भन्नुको मतलब तपाईको यो के भन्दाखेरि माइलेज र गियरको बीचमा चाहिँ के छ त त्यहाँ चाहिँ रिलेसनशिप छ पोजिटिभ रिलेसनशिप छ भनेको के एमपिजी इन्क्रिज नै गियर अनुसार चाहिँ माइलेज डिफरेन्ट छ भन्नु खोजेको हैन बेस्ड अन द गियर टाइप माइलेज इज डिफरेन्ट भनेर भन्न सक्ने अल्टरनेटिभ त्यसै त्यो नै हो कि माइलेज सिग्निफिकेन्ट भयो किन छ भने के छ त भन्दा तपाईको गियरको 1 2 3 अनुसार चाहिँ माइलेज नै डिफरेन्ट दिन्छ भन्नु खोजेको त्यही नै लेख्नु खोज्न खोज्या के हो त के हैन आफूले के खोजिरहेछ त हो मान्छेले यो काम गर्दा त के खोजिरहेछ नै बिर्सिसक्छ के यो अब अनि यो तपाईको यो के भयो अब हामीले के गर्न पाइन्छ अन्त मोडल हेर्यो सिग्निफिकेन्ट छ भन्यो ब्लू भयो हैन ब्लू इज डन हो ब्लू कसरी मुन्ने हो भइसक्यो हैन त्यो सरले गरेको हेर्दा नि भइसक्यो तर म यही कुरा अड्किन ब्लू भ्याल्यु हो जस्तै के भयो मलाई एकचोटी सर अब यहाँ त्यो हामीले स्याम्पल पनि लग्यौ हैन स्याम्पलको त्यो फर्मुला पनि त्यसैमा लागु छ अब लिनियरिटी पनि कन्फर्म भयो कसैले भन्दा सिग्निफिकेन्ट भयो त्यसैले कन्फर्म भयो हैन त्यही भएर ब्लू भ्याल्यु भने बायसनेसको कुरा के भयो त भन्दाखेरि र्यान्डम लग्यो भयो ई को कुरा अनबायस्ड भनेको यो त अनबायस्ड एस्टिमेटर भने हो कि एस्टिमेटर भने ओभरअल मोडलकै कुरा गरेको हो त्यो ओभरअल मोडलकै कुरा राखेर तपाईहरुको ब्लू त्यहाँ सिग्निफिकेन्ट आयो भने तपाईको ब्लू एस्टिमेसन भयो भन्ने कुरा छ है मैले यही हो कि जस्तो लाग्छ अब थप्नु पनि पर्न सक्छ अहिले यति नै हेरौँ सरको नोट हेरौँ ल लाइन भन्ने छ नि अब हैन अब लाइनमा के गर्नुहुन्छ लिनियरिटीको लागि के गर्ने अब हामी उसको लागि जान्छौँ हो रेसिडुअलको लागि लिनियरिटी अब हाम्रो मोडल त सक्यो अब रेसिडुअल पनि चेक गर्नु अब रेसिडुअलको लागि हो यो लाइन चाहिँ रेसिडुअलको लागि हो रेसिडुअलको लागि ओके अब हामीले लिनियरिटीको लागि त्यहाँ के भन्छ भन्दा स्क्याटर प्लट समथिङ चाहिँ युज गर्नु भन्छ के लिनियरिटीको लागि फर्स्ट हामी याद गर्दैछौँ स्क्याटर प्लट युज गर्नु भन्छ हैन स्क्याटर प्लट युज गरे हेर्ने हैन प्लट भनेर राख्ने अनि कसरी राख्नुहुन्छ त भन्दा मोडल $1 अर्को के रे त्यहाँ रेसिड्युअल भ्यालु राख्ने हो के प्लट गरेर हेर्ने प्लट गरेर हेर्दाखेरि लिनियर छ कि छैन जस्तै मोडल 1 राख्छौँ डलर राख्छौँ रेसिड्युअल भ्यालु भनेर एक्ज्याक्ट के राख्छौँ रेसिड्युअल भनेर त्यहाँ थिच्छौँ अनि त्यो मोडलभित्र रेसिड्युअल आउँछ कि त्यहाँ पहिला समरीमा हुन्छ नि माथि त्यो रेसिड्युअल यहाँ आउँछ त्यसको लिनियरिटी चेक गर्नुको लागि हामीले प्लट हेर्छौँ हैन प्लटले के गर्यो कन्फर्म गर्यो लिनियरिटी भने ठिक छ यदि कन्फर्म गरेन भने के गर्छन् फेरि अर्को के टेस्ट आउँछ हामी चेक गर्छौँ मिन रेसिड्युअलको मिन 0 छ कि छैन भने चेक गर्छौँ के मिन समहाउ 0 भयो भने चाहिँ तपाईँ के भयो त भन्दा यो लिनियरिटी छ भनेर भन्छौँ कि मिन चेक गर्छौँ अब आई काटिदिन्छौँ हामीले आई चाहिँ टाइम सिरिजको लागि यहाँ भनेको नर्मालिटीको लागि नर्मालिटी छ कि छैन भन्ने छैन यी भनेको के अरे इक्वल भेरिएन्स अब नर्मालिटीको लागि हामीले चेक गर्नुपर्छ जस्तो लाग्छ हैन त्यो रेसिड्युअलको भ्यालुलाई हिस प्लटमा राखेर पहिला हामीले जे गरेको थियो त्यही नर्मालिटी प्रोसेस यहाँ फलो गर्ने होला त्यसपछि हाम्रो ई भनेको इक्वल भेरिएन्सको लागि हामीले उ गर्नुपर्छ एउटा थियो नि 10 भन्दा माथि आउने हटाउने होला यहीमा 10 हो कि 100 मल्टिपल लिनियर रिग्रेसनमा आउँथ्यो ए हैन त्यो हो कि के हो मलाई थाहा छैन मल्टिपल VIF मल्टिपल लिनियर VIF हो हैन VIF हटाउने अरु सब ठिक हुन्छ